Hello Limili guys, welcome back to my another video. Hope you guys are fine. आज चाहिँ म डाइरेक्ट KTM सोरुमबाट मेरो भिडियो स्टार्ट गर्न गइरहेको छु र आजको भिडियो के को बारेमा हो भन्दाखेरि हजुरहरूले टाइटल र थम्बनेलबाट बुझिसक्नु नै भयो होला। सब RC200 हो, यो 2017 र 18 को RC200 भयो र अनि यो भनेको त्यसपछिको 19, 20, 21 मा सायद यो होला। त्यस्तै युजको बारेमा त्यस्तो खासै थाहा छैन। त्यो BS4 हो, यो BS6 हो। त्यसपछि आएको नयाँ भनेको पुरै डिफ्रेन्ट कम्प्लिट नयाँ लुक्समा भनेको RC200 2022 को मोडल RC200। सो यो भनेको BS4 BS6 अनि पुरै नयाँ डिजाइनमा फुल कम्प्लिट चेन्ज, हेडलाइटदेखि लिएर एभ्री सिङ्गल बडी पार्ट एभ्री पार्ट नयाँ। के यसको अब डिफ्रेन्सहरू के छ त्यही बताउँछु हैन। के छ यसमा चेन्जेस। यो RC200 र यो RC200 चाहिँ एक्ज्याक्टली सेम, नथिङ हैन, नट म यस्तो खासै चेन्ज छैन। चेन्ज भनेको अन्डरबेली एक्जस्ट अर्कै खालको छ। BS4 कम्प्लाइन भइहाल्यो, त्यो BS6 कम्प्लाइन। यहाँको लुक्स हेर्नुहोस्, तलको यो भएको अन्डरबेली एक्जस्ट छ नि जुन हो, यो भएको र यहाँनेरि यो भएको फुल डिफ्रेन्स क्या, एकदम डिफ्रेन्ट छ। अनि अरू त त्यस्तो यो र त्यो RC मा केही छैन। यो चाहिँ सेम A to Z नयाँ चेसिस हैन, चेसिस सबै नयाँ छ। अनि यो फ्रेम भयो सबै, अगाडिको हेडलाइटदेखि लिएर मिटर कन्सोलकोदेखि लिएर ह्यान्डल बारदेखि लिएर ट्याङ्क सिट एभ्रिथिङ। अब डिस्प्लेसमेन्टको कुरा गर्नु पर्दाखेरि सबै 200cc कै क्याटेगोरीमा हो, तर 200cc भए तापनि 199.5cc को भइहाल्यो। अनि पावरहरू एक्ज्याक्ट सबै सेम छ। 25 bhp at 10,000 rpm, 19.2 Nm टर्क at 8,000 rpm मा हो। सिङ्गल फ्यान नै हो यसै पनि, लिक्विड कुल इन्जिन भइहाल्यो, सबै लिक्विड कुल इन्जिन नै हो। सबैको पावरको कुरा गर्नु पर्दाखेरि त्यही हो। यो कार्बोरेटर हो, यो दुईटा चाहिँ FI EFI DOHC लिक्विड कुल इन्जिन। लिक्विड कुल त यो पनि हो, यिनीहरू पनि लिक्विड कुल नै हो। टायर सेक्सनको कुरा गर्नु पर्दाखेरि 150/60 को भइहाल्यो। अनि यहाँनिर रिम भनेको 17 इन्चको रिम भइहाल्यो, अलोवे रिम छ। टायर MRF को ट्युबलेस भइहाल्यो। अनि यसको अगाडिको कुरा गर्नु पर्दाखेरि अगाडिको सेक्सन, टायर सेक्सन 110/70 110/70 17 इन्चकै हो। तर अलिकति रिमको डिजाइन चाहिँ अलिकति फरक छ यो पुरानो र नयाँमा भन्दा। तर सबै साइजहरू, टायरको सेक्सनको साइजदेखि लिएर रिमको साइज सबै एउटै हो। मडगार्डहरू चाहिँ सेम जस्तै छ। अलोवे चाहिँ रिम चाहिँ अलोवे चाहिँ अब्बर राम्रो छ क्या, हेर्नु अर्कै टाइपको छ क्या, सानो गरेर ल्याइदिएको छ। अनि यो बाइकको ब्रेकिङको कुरा गर्नु पर्दाखेरि चाहिँ सिङ्गल डिस्क हो। त्यसको पुरानोको डिस्कको साइज चाहिँ 300 mm हो, अनि अहिले नयाँ आउनेमा चाहिँ 320 mm हो। अनि यो तिनटामै पछाडि रेयरको चाहिँ एउटै छ डिस्कको साइज 230 mm को हो। बाइब्रेकै ब्रेकहरू छ सबै, अगाडि पछाडि सबै। यो सबै तिनटै बाइकमा बाइब्रेकै ब्रेक आउँछ। प्रायः KTM को सबै बाइकमा बाइब्रेकै ब्रेक आउँछ हैन। ABS नन ABS BS4। तर यो पुरानो मोडल BS4 मा चाहिँ फेरि ABS छैन हैन। अनि आउने नयाँ मोडलतिर चाहिँ डुअल च्यानल नै ABS एभाइलेबल छ। सो फ्रन्ट सस्पेन्सनको कुरा गर्नु पर्दाखेरि 43 mm को WPFX USD फर्क्स। अनि रेयरमा भनेको WPFX के मोनोसक्स भइहाल्यो। 10 टाइम कि कति टाइम 10 स्टेप्स कि कति एडजस्ट गर्न मिल्छ। सेम हो सस्पेन्सनहरू त यो दुईटैमै, यो सबैमै सस्पेन्सनको कुरा गर्नु पर्दाखेरि। अनि त्यसपछि हामी ब्याक साइडतिर जाँदाखेरि यो बाइकको यसको पछाडिको टेलदेखि लिएर इन्डिकेटरदेखि लिएर यसको लुक्स देखिसक्नु भयो होला। अनि अब पुरानोको हेर्नुहुन्छ भने यस्तो टाइपको छ ब्याक लुक्स। नयाँको चाहिँ चाबी सिट खोल्ने यहाँनिर रहेछ, पुरानोको चाहिँ यता सिटको मुनि हाल्छ, यतातिर छ। नयाँको ट्याङ्कको कुरा गर्नु पर्दाखेरि यहाँ मेटल छ, यहाँ फाइबर छ। यसको चाहिँ यो चाहिँ पुरा फाइबरमा छ क्या यिनीहरूको चाहिँ। अनि यसको फुल क्यापेसिटी भनेको 13.7 लिटर हो। यसो भनेको 9.5, यो पनि 9.5 नै हो। बब्बल म्यासिभ भएर आएको छ हैन। अनि यसको माइलेजको कुरा गर्नु पर्दाखेरि त्यस्तै 30-35 होला, 30-35 हो। अब हजुरहरूको कुदाइमा पनि भर पर्छ हैन। ड्राई वेट भनेको 151 kg, अनि यसको कर्ब वेट भनेको 160 kg भइहाल्यो। अनि यसको सिट हाइटको कुरा गर्नु पर्दाखेरि 835 mm को हो। अनि ग्राउन्ड क्लियरेन्स भनेको 156 mm। यो 2017 KTM RC को सिट हाइट चाहिँ 820 mm हो।
अनि यसको ग्राउन्ड क्लियरेन्स चाहिँ 178 अनि यसको वेट चाहिँ 166 केजी हो। अनि यो BS6 RC200 को सिट हाइट चाहिँ 820 mm नै हो अनि ग्राउन्ड क्लियरेन्स 158 अनि वेट चाहिँ 166 केजी छ। चेसिस चाहिँ खोइ के भन्छ यिनीहरूलाई के ट्रेलिस फ्रेम मेक कोटिङ पाउडर कोटिङ के भनेर भन्छ KTMले होइन। पुरै अर्कै छ क्या हेर्नु न। अब यहाँ फ्रेम लिएर चेसिस अर्कै छ क्या हेर्नु। पुरानोको हेर्नु न अर्कै छ नि होइन। सेम हो क्या त्यो एडभेन्चर आउनेहरूको अहिले आउनेहरूको डुक 250हरू डुक 200हरूको सेम हो क्या यो पछाडिको फ्रेम चेसिसहरू। RC को पुरा RC त अर्कै भएको छ नि अहिले त होइन। फ्रेमहरू सबैमा सेम युज गर्छ डुक RCमा अहिले। टप स्पिड भनेको 136 को यहाँदेखि त जाँदैन क्या त्यो लिमिटर के आइन्छ अटो लक लाग्दिन्छ। यसको पनि त्यही होला सायद होइन। अनि किन त लिमिटर लगाइदिएको के को कारणले हो मैले यिनीहरूको 136 को यसको चाहिँ 140 प्लस हान्छ। मैले देखेको त युट्युबतिर 140 भन्दा एबभ नै जान्छ। यस्तो 145 सम्म जाला गयो भने होइन। यता तलतिर चाहिँ कस्तो खाली लाग्ने क्या यो BS6 यो BS6 र यसको चाहिँ पुरा त भरिएकै छ क्या। यो चाहिँ अलिकति हेभी टाइपमा देखिन्छ क्या अलिकति। यो चाहिँ फुल फेयरिङ टाइप पनि त अलिक खतरा देखिन्छ क्या बबल। अनि पर हो एडभेन्चर 250 अनि यो एडभेन्चर 250 को पनि मैले रिभ्यू गरिसकेको छु होइन। त्यो एडभेन्चर 250 को पनि माथि आई बटनमा राखिदिन्छु गो चेक इट आउट। अनि यसको टप स्पिड पनि मैले चेक गरेको थिएँ 136 भएको थियो। यसको पनि म भिडियो त टप स्पिड चेक गरेको माथि आई बटनमा राखिदिन्छु होइन। त्यो पनि चेक इट आउट गर्नु होला। स्विङ आर्म एल्युमिनियम के भयो सबैमा स्विङ आर्म। सिटको कुरा गर्नुपर्दा कुसनिङ छ अब्बरै धेरै छ कुसनिङ चाहिँ होइन। पछाडिको सिट पनि अर्कै खालको छ क्या। अनि RC को ब्रान्डिङ छ। यसको पुरानोकोमा कुरा गर्नुपर्दाखेरि यस्तो खालको सिट छ अब चुच्चो खालके। अनि यस्तो साइडमा यसको चाहिँ पुरा नयाँको चाहिँ यस्तो ह्यान्डल ग्रिप पनि दिएको छ पछाडि बस्नेलाई होइन। यसमा चाहिँ छैन सिधा एकैचोटि सिधा हो केही नै छैन त्यस्तो। सिट चाहिँ अति नै राम्रो कुसनिङ गरेर आएको छ होइन। देख्नुहुन्छ होला LED हेडलाइट भयो यो दुइटाको LED अरे हेलोजन हेडलाइट भयो। यो भनेको चाहिँ LED मा भयो। हेर्दाखेरि अलिअलि त्यो एडभेन्चर डुक 390 त्यस्तै टाइपको देखिन्छ यो अगाडिको हेडलाइट। पहिलाहरूको त उहाँ यस्तो माथि थियो नि त हेडलाइटको माथि। हेडलाइट त यता दामी नै छ नि है हेडलाइट त। मिरर पनि यसको राम्रो हो तर यसमा साइडमा इन्डिकेटर दिएर कस्तो त्यसको चाहिँ उयसमै छ नि त मिररमै छ नि त त्यही भएर अलिक राम्रो देखिन्छ। मलाई चाहिँ त्यो मनपर्छ होइन। अब तर आफ्नो पर्सनल चोइस हो। यसको हेडलाइटहरू चेक गरौँ है गाइस। अगाडि हेडलाइट यस्तो आउँछ यो लो बिम भइहाल्यो। यसको हाई बिम अगाडिको यस्तो छ हेडलाइट। पुरानोको यस्तो छ हेलोजन टाइपमा पुरानोको। अनि यहाँनिर छ DRLsहरू यसको। अनि यसमा भनेको यस्तो साइडमा छ DRLs दिएको। अनि यसको इन्डिकेटरको कुरा गर्नु पर्दाखेरि इन्डिकेटरहरू चाहिँ यस्तो साइड माउन्ट दिएको यस्तो साइडमा दिएको छ क्या। यस्तो साइडमा दिएको छ। अनि पुरानोको चाहिँ त्यो मिररमै जोडेर दिएको छ क्या। यस्तो साइडमा मिररमै छ क्या। अनि मिररको कुरा गर्नु पर्दाखेरि चाहिँ यसमा यस्तो टाइपको छ मिरर। यो उता पनि जान्छ होला यस्तरी यस्तो छ मिररको लुक्स नयाँको। यो सिधै मजाले यसरी यहाँ माथिसम्म ल्याउनु मिल्छ क्या। अब पुरानोको कुरा गर्नु पर्दाखेरि चाहिँ यो माथिको मात्रै यस्तो मात्रै हुने हो भनेको त। पछाडिको इन्डिकेटरहरू त सेम नै छ यसको। अनि गियरको कुरा गर्नु पर्दाखेरि त्यही हो 1 डाउन सबै 5 अप भइहाल्यो। 6 स्पिड गियर बक्स भइहाल्यो। तर यस्तो यो फोल्डेबल छ क्या लड्दाखेरि पनि नभाँचिने टाइपको। यहाँ कट अफ सेन्सरहरू भइहाल्यो दुइटामै छ। भाइजर यस्तो टाइपमा छ वाइट भाइजर सेतै आउँछ। भाइजर ओभर राम्रो छ क्या यसको। यहाँनिर सारी गार्ड दिएको छ। अनि यो भनेको मड गार्ड स्विङ आर्म एल्युमिनियम के भयो सबैमा स्विङ आर्म। पुरानो मोडलको मिटर चाहिँ यस्तो खालको आउँथ्यो। त्यही
यसमा त त्यस्तो खासै केही मोडहरू चाहिँ छैन। अनि ह्यान्डलहरू देख्नुभयो, अगाडिको लुक्स ओभरअल लुक्सहरू हेर्नुहोस् हैन। यहाँ केही छैन, यो लाइट भयो साइड स्ट्यान्डको, अनि एभरेज भइहाल्यो, यो किलोमिटरहरू त्यस्तो केही नै छैन क्या यसमा मोडहरू। सिर्फ साइड स्ट्यान्ड भयो त्यति हो क्या। अनि ह्यान्डल बारहरू देख्नुभयो, मिटर कन्सोल देखिहाल्नु भयो होला यसको, पुरानो BS4 को त्यसको पनि सेम त्यही हो। अब नयाँकोतिरको कुरा गर्नु पर्दाखेरि नयाँको चाहिँ होल नयाँ डिफ्रेन्ट क्या, एकदमै डिफ्रेन्ट छ। देखिहाल्नु होला सबसे सुरुमा ह्यान्डल बार फुल्ली चेन्ज, मिटर कन्सोल यसको इन्स्ट्रुमेन्ट क्लस्टरको कुरा गर्नु पर्दाखेरि LCD डिस्प्ले भइहाल्यो, LCD के भन्छ होला हैन। यसमा चाहिँ धेरै छ, ABS फेलियर देखाइरहेछ, यो किल स्विच, त्यसको पनि सेम यही हो। यहाँ इन्डिकेटर, यो इन्जिनको सिग्नल, यो RPM, यो न्युट्रल, यहाँ साइड स्ट्यान्डको यो छ, यहाँ स्ट्यान्डलाई अनि यहाँ मार्क आउँछ साइड स्ट्यान्ड भनेर। यहाँ ABS को हुन्थ्यो, अब अरूहरूमा 390 ABS भएको भए त्यसमा त्यस्तो आउँछ। अनि सेट छ, यहाँ मोड छ, त्यस्तो केही छैन। यो इग्निसनको भयो, यो किल स्विच भयो, हाई बिम लो बिम, इन्डिकेटर्स, हर्न अन, यो भनेको सेल्फ। यो त देखिरहनु भएको छ। नयाँको कुरा गर्नु पर्दाखेरि चाहिँ यो किल स्विच, हाई बिम, लो बिम, पास लाइट, इन्डिकेटर्स, हर्न भइहाल्यो, यो सेल्फको भइहाल्यो। अनि यहाँ ABS छ, यहाँनिर भनेको किल स्विच देखाएपछि देखाउँछ होला। न्युट्रल, यो साइड स्ट्यान्ड र ABS फेलियर, यो हाई बिमको, यो के हो, यो इन्जिनकै हो कुनैको, यो RPM यहाँ भइहाल्यो, यहाँ इन्डिकेटर्सको भइहाल्यो, यो इन्जिनको भइहाल्यो। अनि सेम यहाँनिर भनेको किलोमिटर OD, यहाँनिर ट्रिप 1 ट्रिप 2 देखाइहाल्छ। अनि यहाँ गियर देखाउँछ, टाइम, RPM, फ्युल, इन्जिन टेम्परेचर, अनि यहाँ भनेको किलोमिटर अब देखाइहाल्छ हैन। त्यस्तो छैन खासै। यो भनेको चाहिँ सेम एडभेन्चर जो 250 को जस्तै छ क्या। सेम इन्स्ट्रुमेन्ट क्लस्टरको कुरा गर्नु पर्दाखेरि सेम एडभेन्चर 250 कै हो। अनि यसको पनि पछाडिको ABS अफ गर्नु मिल्छ होला सायद, त्यस्तो मलाई चाहिँ खास थाहा भएन। यहाँ KTM को ब्रान्डिङ छ, यस्तो लाइट बस्ने चाहिँ KTMहरूको अब राम्रो हो क्या। यो चाहिँ अब राम्रो लाग्छ, नाइटमा अब राम्रो देखिन्छ क्या। यस्तोहरूको पनि छ यस्तो लाइटहरू, यस्तो यो लाइटहरू पनि अब राम्रो हो क्या चाहिँ KTM को, नाइटमा अब राम्रो देखिन्छ क्या। WP को छ। ह्यान्डल त अर्कै छ नि यार, ह्यान्डल चाहिँ राम्रो, यो पनि राम्रो छ, त्यो पनि राम्रो छ नि होइन। अनि पहिला यो आउने भनेको मोडलमा दुईवटा कलरमा थियो, एउटा यो वाइट र ओरेन्ज भयो, एउटा ब्ल्याक र ओरेन्ज छ। अनि यो भनेको यसको चाहिँ यो मात्रै देखेको थिएँ मैले, अरू चाहिँ थाहा भएन। अब अनलाइनतिर देखेँ भने लाइन्छु, नत्र यो यसमा चाहिँ दुईवटा कलर अप्सन छ। यो नयाँ मोडलमा चाहिँ एउटा भनेको यो ओरेन्ज र सिल्भर भयो, अर्को चाहिँ ब्ल्याक र ओरेन्जमा छ। सो अब हामीहरू सबको एक्जस्ट नोट चेक गरौँ हैन। यो 200 BS, यो BS4 भयो, BS4 को एक्जस्ट नोट सुनौँ है त गाइज। BS4 को यस्तो आउँछ। त्यसपछिको मा भनेको यो BS6 नयाँ आएको हैन। त्यसपछिको लुक्स त एउटै हो, तर BS6 भएर आउँदाखेरि अब साउन्ड त अब्बर कम के छैन नै साउन्ड, त्यो पुटु छैन नै साउन्ड त यसको त। यसको पनि साउन्ड त छँदै छैन नै हैन, त मलाई थाहा भएको कुरै हो। र पनि यसो सुनिदिउँ न त हैन। सो नयाँ RC को एक्जस्ट नोट पनि सुनिहाल्नु भयो होला हजुरहरूले। मैले यसको यो किन्दाखेरि चाहिँ 5,85,000 थियो। यसको चाहिँ त्यस्तो प्राइस थाहा भएन, यो पनि 630
त्यस्तै कति थियो जस्तो लाग्छ मलाई। अनि यसको अहिलेको लेटेस्ट प्राइस चाहिँ 6,75,000। इटरीको सोरुम हस्क्युबार्ना केटिएम इटरी पचुर्की चोक यहाँ भइहाल्यो। अनि यसको लोकेसनहरू सबै म डिस्क्रिप्सनमै राखिदिन्छु। कहाँदेखि इटरी चोकदेखि पश्चिम आउनु होला 2-3 किलोमिटर छ। अनि यता पचुर्की भन्ने चोकको ठिक्क पश्चिम आउँदाखेरि राइट साइडपट्टि छ। अगाडि बोर्ड छ हस्क्युबार्ना बजाज अटो वर्ल्ड इटरी 5 पचुर्की। कन्ट्याक्ट नम्बर केटिएम सोरुम पनि त्यहाँ देखिसक्नुभयो नि। त्यहाँ देख्नु भएन भने म राखिदिइहाल्छु डिस्क्रिप्सनमा होइन, त्यसको चिन्तै छैन नि। त्यही यो RC200 पुरानो पनि राम्रै हो, नयाँ पनि नराम्रो त होइन। त अब यसको हल्का सिनेम्याटिक्सहरू हेर्यौँ होइन, अनि त्यसपछि एकछिन ट्राई। एक राउन्ड हानेर आउनुपर्छ होइन। एकछिन फिल लिएर कुदाउँछु ल, केही बोल्दिनँ मलाई मजा आउँदैछ कुदाउनु। दामी छ बाइक त, ओखो मक्खन सुपर मक्खन। एडभेन्चर जस्तो त हुँदैन, मलाई थाहा नै छ। सो एकचोटि अब हाइवे टेस्ट हान्दिउँ होइन। Like it's fucking so good यार। मिरर पनि ठिकै छ, देखिन्छ मिरर। हिटिङ चाहिँ होइन चाहिँ म भन्दिनँ। जस्तो RC200 पहिलाको मेरो RC को जस्तै नै छ हिटिङ चाहिँ। तल खुट्टामा तातो चाहिँ आउँदैन रहेछ यस्तो जाममा चाहिँ। तर मलाई वास्तै लाग्दैन अब त्यसमा होइन। कसैलाई वास्ता लाग्नेलाई लाग्छ, नलाग्नेलाई लाग्दैन नि अब। नाइस। ह्यान्डलको यो लेभल चाहिँ अलिकति सिट पोस्टरभन्दा अलिकति सिट पोस्टरभन्दा अलिकति माथि छ। यिनीहरूको चाहिँ पुरा सिटकै लेभलमा छ क्या प्रायः। यो चाहिँ अलिक डाउन नै छ, यसरी अलिक घोप्टेरै कुदाउनुपर्छ। यो चाहिँ अलिक माथि अप राइटमा छ क्या, त्यही भएर यसको चाहिँ अक्खो अलिकति कम्फर्ट चाहिँ कम्फर्ट नै छ।
ब्युटिफुल। यो BF6 मा चाहिँ दिएको छ, यो नाइटमा ओभर काम लाग्छ, रिफ्लेक्टर केलाई के भन्छ होइन, उयसमा पनि दिएको छ। सानो गोलो चिट्टिको दिएको छ। पुरानो मोडलमा चाहिँ भेटिदिएको छैन है, छैन पुरानो मोडलमा चाहिँ। हाम्रो इटालीको KTM सोरुम, डुक 200 छ, 250 छ। यसको भिडियो त मैले पहिल्यै रिभ्यू गरिसकेको छु होइन। आई बटनमा छ होइन, हेर्नु होला। यहाँ हस्क्युबार्ना छ, पिलियन हस्क्युबार्नाको। नाइस। सो थ्याङ्क यू KTM सोरुम, इटाली सोरुम फर प्रोभाइडिङ मी दिस बाइक अगेन होइन। यो बाइक अब कस्तो निउरेको जस्तो फिलिङ्स भएको है। सो अब भिडियोहरू यतातिर सकाइदिउँ होला होइन। So hope you guys like this video also, you know. If you are new to this channel, please like, share and subscribe. Until next video, bye bye guys. See you.